नमस्कार, फेरि पनि यहाँलाई स्वागत छ राजस्व व्यवस्थापन सूचना प्रणाली आरएमएस को अर्को नयाँ भिडियोमा। आजको यस भिडियोमा हामी आम्दानी भाउचर कसरी बनाउने त्यसको बारेमा हेर्न गइरहेछौँ। सुरु गरौँ आजको भिडियो। आम्दानी भाउचर चाहिँ हामी दिनभरि काम गरेपछि बेलुका कार्यालय समय सकिने बेलामा हामी क्रिएट गर्छौँ। यदि हामीले त्यो टाइममा गरेनौँ भने बेलुका राति 12 बजे पछाडि अटोमेटिक सिस्टमले नै जेनेरेट गरिदिन्छ। अब हामीले आफूले बनाउने कसरी बनाउने त त्यसको बारेमा हामी हेरौँ। दिनभरि काटेको भाउचरहरू चाहिँ हामीले कति भयो कलेक्सन भयो भनेर एउटा एक खाले रेकर्डको लागि पनि हामी आम्दानी भाउचरको युज गर्छौँ। अब यसको लागि चाहिँ हामी प्रविष्टिमा जान्छौँ। यहाँभित्र आम्दानी भाउचर बनाउने भन्ने चाहिँ यसलाई क्लिक गर्छौँ। त्यसपछि आज दिनभरि काटेको रसिदहरू चाहिँ यहाँ देखिन्छ। अनि यसलाई हामी टोटल एमाउन्ट यहाँ देखिरहेको छ। अब यसलाई हामी सेभ गर्छौँ। यो रेकर्ड चाहिँ सेभ भयो। अब त्यसपछि अब आजको रसिदको यो भाउचर चाहिँ यसरी जेनेरेट हुन्छ। अब यसलाई हामीले प्रिन्ट गरेर राख्न सक्छौँ। हामीले कति आज दिनभरिमा कति काट्यौँ, कुन कुन शीर्षक बापत काट्यौँ भन्ने कुरा पनि यहाँ देखिन्छ। अब यदि हामीले यसरी दैनिक हामीले राजस्व काटिसकेपछि आम्दानी भाउचर बनाएनौँ भने चाहिँ सिस्टमले नै अटोमेटिक बनाउँछ। अब यो बनाइसकेको भाउचर हामीले अगाडिको देखिएको भाउचरहरू हेर्न पर्यो, आम्दानी भाउचर हेर्न पर्यो भने हामी कसरी हेर्छौँ भन्दा प्रतिवेदनमा जान्छौँ। यहाँभित्र मलेप फारम नम्बर 103 भन्ने छ, यसलाई क्लिक गर्छौँ र यहाँ गएर खोज गर्छौँ। यो गरेपछि हामीले यहाँ क्रिएट गरेको जति देख्न सकिन्छ। अब सिस्टमले बनाएको कुराहरू चाहिँ यहाँनिर जस्तै यसलाई मैले क्लिक गरेर हेरेँ भने सिस्टमले बनाएको चाहिँ अटोमेटिक देखिन्छ। यो भयो हामीले आम्दानी भाउचर बनाउने। हामी अर्को भिडियोमा बैंक दाखिला कसरी गर्ने त्यसको बारेमा हेर्नेछौँ। हेर्दै गर्नु होला भिडियो। नमस्कार।